आउनुस् है मसँगै मनमोहक दृश्यको अवलोकन गरौँ। फूल कसलाई मन पर्दैन र, होइन? शीतल मौसम अनि सुन्दर फूल सँगै शिर बतास चलिरहेको थियो। हेलो साथीहरू, सबैजनालाई सेवारो। आज म रोमानियाको यो मेडो पार्कमा घुम्न गइरहेको छु। यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू। Ticket? No? Okay, thank you. हेलो ल साथीहरू, हामी चाहिँ फेरि यो पार्क हामी आइसकेको छौँ। यो मेडो पार्क चाहिँ हामी फाइनली आइसकेको छौँ। यो मेडो पार्कमा चाहिँ टिकट नलाग्दो रहेछ। हामीले टिकट कति लाग्छ सोधेको, गाडीलाई लाग्दैन भने फ्री नै हो भन्यो। अनि हामी चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ यहाँको मनोरञ्जन र दृश्यहरू अवलोकन गर्दै अब हामी अगाडि बढ्नेछौँ साथीहरू। ल अन्तिमसम्म साथ दिनु होला है त। यो बसन्त ऋतुको आगमनसँगै हरियाली वनजङ्गलको बिचमा यो रङ्गी बिरङ्गी फुलले सजिएको देख्दा कसको मनमा लोभी होला र। के नक्कली फुल हो कि सक्कली फुल हो यिनीहरू यार। त्यो दामी सजाएको यार। ल है गाइजहरू, बब्बाल छ यार फुल त यार, दामी क्या। आज चाहिँ हामी चाहिँ यस्तो ठाउँमा छौँ आज हामी त। ल अब यस्तो पछाडि यस्तो फुल फुलिरहेको छ यहाँ रुखको।
मेला लाग्छ कि के हो नि मेला लाग्छ कि के हो नि मेला लाग्नु आँटेको के हो पुरा यो छ कुन गीतमा यो बाटो कहाँ जाने हो कहाँ पुग्ने हो जानु गएर यिनीहरू पनि खुब मस्की मस्की फोटो खिच्दै भिडियो खिच्दैछन् फोटो खिच्दैछन् कहाँ गर्ने हो त्यो अरू र निलोले चाहिँ ओभर राम्रो देखाएको छ क्या होइन यति नै हो त्यो रातो अनि उयो त्यो के अरे त्यो अर्को कलेजी के कलर हो त्यसलाई पिङ्क कलर अनि यो येलो फुल्दै छ भर्खरै हामी चाहिँ फेरि अर्को पार्क जाँदैछौँ यहाँको पार्क चाहिँ चित्त बुझेन अब अर्को पार्क कस्तो छ पहिला आएको तर त्यो पार्कको नाम चाहिँ मैले बिर्सेँ तर पनि हामी गयौँ फेरि पनि अर्को पार्कमा आइपुग्यो चित्त नबुझेर अर्को पार्कमा अब फुल भनेको र यस्तै हो मलाई चाहिँ फेरि फुल देख्नु हुँदैन फेरि फोटो खिच्नु मन लागिहाल्छ है फुलहरू यस्तो छ हो ल देख्नु सक्नुहुन्छ साथीहरू यो बसन्त ऋतुको कमाल यस्तै छ यी ए सरी अर्को ठाउँमा आयो ओहो सोल्टिनीले बाटो छेकिहाल्यो नि हौ हामी यसकै शिरमाथि थियौँ होला अनि हरेक कुरालाई त के अरे अब यहाँ रुल्स चाहिँ फलो गरेको छन् कुनहरू होइन